हेलो एभ्रिवान, स्वागत छ हजुर सबैलाई मेरो युट्युब च्यानलमा। म अमृता देवकोटा। आज मैले धेरै पछि केही बनाएको भिडियो लिएर आएको छु हैन। मैले चाहिँ आज चिकन करी विथ चिकन लेग पिस बनाएको। एउटै त्यो चिकन एउटै स्टाइलमा पकाएको खाँदा खाँदा भक्क भएर चाहिँ आज चिकन छुट्टै ट्राई गरौँ न भनेर हामीले चाहिँ म र मेरो दिवर बाबु भएर दुईजनाले ट्राई गरेको। अनि दुईजनाले बनाए मिठो हुँदो रहेछ। हजुरहरूले देख्न सक्नुहुन्छ 3टा लेग पिस छ अनि अरू चाहिँ चिकन हो, जुन चाहिँ ठुल्ठुलो पिसमा कट भएको छ। अनि आफ्नो स्वादअनुसार नुन बेसार, अब हजुरहरूलाई के मरमसला हाल्न मन लाग्छ त्यो सबै हालेर मजाले यसमा चाहिँ धनिया सनिया हालेर अनि दुई बटुका हुन्छ नि, टिक्काको बटुकामा 2 बटुका पानी हालेर यसलाई चाहिँ मस्त छोपेर मजाले पाक्ने गरी छोप्नुपर्ने हुन्छ। जुन बटुको त्यो पानी हालेको चाहिँ भिडियोमा लिन बिर्सेको छु। अरू चाहिँ सबै हजुरहरूले हेर्न सक्नुहुन्छ मैले कसरी बनाएँ। लास्टमा मैले दही पनि हालेको छु, छुट्टै अलिक अम्लियो स्वाद आओस् भनेर। एकदमै मिठो हुँदो रहेछ। हजुरहरूले ट्राई गरेर कमेन्ट गर्नु होला कस्तो लाग्छ। थ्याङ्क यू, बाई बाई।